नीलकण्ठ भन्ने नाम रह्यो भनेर बताउनु भयो। अब कुन कुन निस्के त भन्दा कामधेनु नाम गरेको गाई निस्किन ऋषिहरूलाई दिए। उच्च सर्वनाम गरेको घोडा निस्को बलिले लिएर गए। रावत नाम गरेको हात्ती इन्द्रलाई लिएर घर दिए। कौस्तुभ मणि हरि भगवानले पाउनुभयो। कल्प वृक्ष स्वर्गमा पठाइयो। अप्सराहरू निस्किए त्यस्तै गरेर भगवती लक्ष्मी देवी निस्कनु भयो। धेरैलाई अब वरमाला लगाउन भनेर हिँडिराख्नु भएको थियो महाराज। अन्तिममा गएर भगवान परमात्मालाई नै वरमाला लगाउनु भयो। अनि कन्या वारुणी देवी निस्कनु भयो। दैत्यहरूले लिएर गए। अनि अमृतको घडा लिएर अहिले आयुर्वेदका प्रथम प्रवर्तक धन्वन्तरी महाराज आउनुभयो। र अब त्यहाँबाट धन्वन्तरी महाराजले ल्याएर घडा ल्याइसके पश्चातमा गएर सबै दैत्यहरू मिले चन्द्र घडा खोसेछन् गएर। अब हामीले खान पाउनु पर्छ ल्याऊ भनेर